चक्लेट चाहिँ है यो चाहिँ यसको मूल्य छ 2.5 रुपियाँ। तर योभन्दा कतिमा किन्न सक्नुहुन्छ मलाई? यो चाहिँ अब हाम्रो निशान चाहिँ भनेको नेपाल 1 रुपियाँको नेपाल टुर हो है। 3 रुपियाँ 5 रुपियाँ जति कतिमा किन्न चाहनुहुन्छ तपाईँ? अहिले क्यास जति छ त्यति दिँदा हुन्छ। हजुर क्यास जति छ त्यति दिँदा हुन्छ। हुन्छ 2.5 रुपियाँदेखि तपाईँलाई 5 रुपियाँ दिए पनि भयो, 10 रुपियाँ दिए पनि भयो, 100 रुपियाँ तपाईँ सहयोग जति गर्न चाहनुहुन्छ त्यति। थ्याङ्क यू। अनि यो तपाईँ अरू चेन्ज थियो कि थिएन पैसा? तपाईँलाई कहीँ हिँड्न लाग्यो पैसा लाग्छ? ए हो, प्रब्लम छैन? ल फाइनल्ली मैले चाहिँ ल है अब चाहिँ पहिलोचोटि मैले सबभन्दा धेरै चाहिँ पैसा कमाएको यो आजको दिनभरिको एक्सपेरिमेन्टमा यो 15 रुपिस। यो चक्लेट देखाइदिनुहोस् त उहाँले। हेर्नु चक्लेट 15 रुपिस है, उहाँ 50 रुपियाँ, यो मैले 50 रुपियाँ कमाएँ है होइन। यो तर हेर्नुहोस् यो पैसा सही युटिलाइज होस् भन्ने हाम्रो चाहना हो है होइन। तपाईँले के भन्न चाहनुहुन्छ यसको विषयमा? थ्याङ्क यू। उहाँले चाहिँ उहाँलाई चाहिँ मैले धन्यवाद दिन चाहन्छु। यो फाइनल